नुहाइधुवाइ गरेर पार्टी साथी दलेर आउनु पर्थ्यो अनि मात्रै घरभित्र छिर्नलाई इन्ट्री हुन्थ्यो। तर आज मैले त्यो चिज खाँदाखेरि परमेश्वरले सब खा भनेर दिनुभयो रहेछ। मलाई आनन्द र शान्ति छ स्वर्गमा। हिजो यस्तो तरिकाको थिएँ, यस्तो तरिकाको थिएँ, आज चाहिँ निकै दरो अडिलो खडिलो बनाउनु भएको छ परमेश्वरले। जो चिजहरू खान पाएँ, तर परमेश्वरले हामीलाई यो चिजहरू खानको लागि बनाइदिनु भयो रहेछ। कसरी बुझ्नु पऱ्यो भने सबै पवित्र बनाउनु भयो रहेछ, मेरो काम गर सन्तान भनेर। तर बिचमा हामीलाई यस्ता बाधा अवरोधहरू ल्याउने यो चिजहरूबाट प्रतिबन्ध लगाउने चाहिँ अर्कै चिज हुने रहेछ। किन हुने रहेछ भनेर मैले थाहा पाएँ। अब त्यो चिज चाहिँ नसहने चाहिँ हामीलाई जो दुःख दिन्छ त्यो दुःख दिनेवालालाई चाहिँ नसहने रहेछ। बुङ्गुर खाँदा, राँगा खाँदा, अदुवा खाँदा, लसुन खाँदा त्यसलाई पिराउने रहेछ। त्यसलाई पिराएपछि समस्या हामीलाई देखाइदिन, हो यो चिज त मैले खान हुँदैन भनेर अब हामीले त्यो परहेजमा बस्नुपर्छ, शैतानको कैदमा कठखाराभित्र बस्नुपर्थ्यो। आज परमेश्वर सबै कुरो स्वतन्त्रता खाऊ, तिम्रो लागि बनाइदिएको, तर मागेर खाऊ भनेर दिनुभएको छ। आज त्यसरी खाँदाखेरि सबै मलाई चाहिँ औषधि बनाएको छ है। तपाईँहरूले के बनाएको छ? परमेश्वरलाई मागेर खाँदा मलाई औषधि बनाएको छ। हुन त हामी त्यही संस्कारमा हुर्केर आएको। अब मेरो छोरी माता थियो 5 वर्षसम्म 9 तलाको थान मन्दिर, म ल्याङ काम्ने, म यता बसेर धो पाल्ने, के चाहिन्छ त्यो खोजी ल्याउने। म चाहिँ त्यो उसको हल्कारा जस्तो थिएँ। अनि त्यो अवस्था उसले जे भन्छ म त्यही गर्दै जान्थेँ। म पहिले करोडपति नै थिएँ। जबकि घरमा माता जन्मिएपछि 5 वर्षभित्रमा रोडपति बनाइसकेँ। त्यस पश्चात परमेश्वर चिन्न सकेँ। परमेश्वरको शरणमा पुगेँ। परमेश्वर शरणमा पुगिसकेपछि आज परमेश्वरले त्यो क भन्दा पनि माथिल्लो उच्च स्थानमा पुर्याइसक्नु भएको छ है। दिनुहुन्छ परमेश्वरले। अनि हिजो हामी कस्तो खालको मान्छे भन्दाखेरि त्यो चिजहरू बोलाइ ल्याएर घरमा राख्ने होइन। घरमा साह्रो गाह्रो बिमारी भयो भने चिन्ता त त्यसै चिन्ता भयो, पीडा त भयो नि हामीलाई है। पीडा त भयो, त्यो माथि पनि जान्ने, ढ्याङ्ग्रो ठोक्ने ओर्ने पनि के राख्न ल्याउने त हामी? चिन्ता राख्न ल्याउने होइन त। चिन्ता राख्न ल्याउने, जान्नेहरू पनि खोजेर के ल्याउने त घरमा? आनन्द शान्ति ल्याएको थियो त हामीले। चिन्ता राख्न ल्याउने। ल है वल्लो घर पल्लो छर छिमेकी मेरो घरमा आज चिन्ता राख्न पर्छ, आइदिनु होला है। अनि हामी के राख्दो रहेछौँ त पहिले? यो बुझेर कि नबुझेर हो त? अनि टोल छर छिमेकी बोलायो, मेरो घरमा आज चिन्ता राख्ने, तपाईँहरू आइदिनु होला है। ल हामी आफै बोलाइ यस्तो नराम्रो चिजहरू, चिन्ता पीडा राखे सुख शान्ति कहाँबाट आउँछ हजुर? कहाँबाट आउँछ त सुख शान्ति? आज त्यो चिजलाई हामीले बहिष्कार गर्दा अलग पार्दा सुख शान्तिको दिन आयो कि आएन तपाईँ? आयो। अनि हामी फेरि खोजी त्यो चिन्तालाई ल्याउने त अब ल्याउने त हामीले जानी बुझी ल्याएर घरमा राखे हो कि होइन? अब केही समस्या हालत आयो भने के ल्याउँथ्यौँ अरे हामी? चिन्ता ल्याउँथ्यौँ। चिन्ता भनेको के हो? पीडा होइन? पीडा दुःख कष्ट आपद विपद सङ्कट होइन त? हो नि। अनि त्यो चिज ल्याएर भित्र्याएपछि हामीलाई शान्ति आउँथ्यो त? आउँदैन थियो। आज परमेश्वरलाई भित्र्याउँदाखेरि त सुख शान्ति